अब यहाँ सिन चाहिँ के छ भनेपछि हाम्रो 81 सुकुटी खान जाने कुरा भयो होइन क्यामेरामा हाम्रो 81 सुकुटी खान जाने कुरा भयो होइन हामीलाई बोलाएको हाम्रो रिदम भन्ने साथीले 10:45 मा आइपुग्ने भनेर घडी देख्दैन ठ्याक्कै 55 भयो क्या हामी यहाँ कुराखाम क्या कलङ्गी ठ्याक्कै 45 मा भेट्ने भनेर भनेको यस्तो तुफान आइयो तुफान त आइएन तर जे भयो नि आइयो पानी पर्यो यार छैन क्या यहाँ पानी पर्न लागिसक्यो हामी कुराखाम क्या उसले बोलाएको उसलाई बाटो थाहा छैन हामीलाई बाटो थाहा छ हामी कुराखाम हामी अगाडि आइपुगेको छौँ ऊ आइपुगेको छैन यहाँ आएर फोन गर्दा ठमेल पुग्यो भन्छ उसले त्यो बानी चाहिँ छिटै छोड्नुपर्ने हो जस्तो लाग्छ मलाई चाहिँ ठमेल गर्दा हुन्न नि यार त्यही त यस्तो बानीहरू चाहिँ खासै नराखे ठिक हो अघिसम्म नक्सल भाटबटिनी भन्थे ठमेल भन्छन् के भन्छन् सुकुटीवाला फेरि फोन उठाउँदैन फोन काटिदिन्छ हामीलाई अस्ति भेट्दाखेरि आउनुभन्दा अगाडि भातको लागि चाहिँ फोन गर्नुहोस् न गर्थ्यो पुगेर फोन गर्नु कलङ्की पुगेर फोन गर्नुहोस् भन्थ्यो छैन पानी पर्न लागिरह सुकुटी खान जानुपर्ने हो त्यही हो अहिलेसम्मको सिन चाहिँ अब हाम्रो रिदम भन्ने साथी बल्ल आइपुग्नु लाग्यो त्यो पनि बाटो हराएछ त्यसले हामीलाई ठ्याक्कै लगभग आधी घन्टा कुरायो यार हामीलाई उल्टो बोलाएर हामीलाई कुराइदियो अब साथी दिन गएको त्यो तलसम्म अब लिएर आउँछ चाउरले आइपुग्यो गोपाल भाइ ओ माई गड अनि एसएमके अनि हाम्रो रिदम साथी अनि एज अलवेज जहिले लेट अर्को आयो हात्ती हामी चाहिँ अब आइपुग्यौँ है ठाउँ यस्तो चाहिँ फेरि आम्मा फेरि यहाँ बतास कुहिरो हेर आम्मा हाम्रो चाहिँ फेभरेट स्पट है हो आम्मा यस्तो दामी छ यार केही देख्दैन बाटो केही नदेखेर तनाव भएर लवले हामीले सुकुटी आज चाहिँ भिज्न चाहिँ त्यस्तो भिजिनुहोस् है यो चाहिँ हाम्रो जहिले है सुकुटी खानु पऱ्यो कहाँबाट यहाँ आइपुग्छौँ है हामी चाहिँ फेरि रमेश खाजा घर एभरग्रिन है यो चाहिँ मी कुरा अब अनि सक्छ त अनि मासु सुकुटी हुँदै आमामा हामी चाहिँ फेरि जहिले खाना बस्नु यहीँ हो क्या ठ्याक्कै यता टेबल यही टेबलमा प्रायः जस्तो यही टेबल बस्छौँ हामी चाहिँ अरू बेला त्यहाँ पुरै डाँडा देख्छ होइन पुरै डाँडा देख्छ अहिले त यस्तो हो क्या ल घर बसेर हेर्ने नि साइडको हुन्छ ल भाइ कति हान्न सक्दो रहेछ ल 1 2 2 1 2 3 4 यो त सक्सेस यु नो स्ट्रगल यु डोन्ट भने जस्तै हो बानी नभएपछि गाह्रो हुँदो रहेछ है यो सकिँदा आइसिसी खिचियो लभली हुँदैछ आम्मा हामी चाहिँ भातको वेटिङ हो एकदम गोर्खा स्ट्रङ कस्तो क्वालिटी घटे जस्तो हो त कि त्यो त हामी कुहिरो लागेको क्या लभली हेर त आम्मा खुल्दैछ बिस्तारी मौसम अब यहाँ यस्तो दामी ठाउँ क्या ल ओए बल्ल ल अलिअलि देख्यो क्लियर हुँदैछ है बिस्तारै हाम्रो चाहिँ भात आइसकेको छ केटाले हान्न थालिसक्यो अब म चाहिँ हान्छु अब होइन यस्तो दामी हो क्या ल सुकुटी चट्ट सुकुटीमा मचार दाल अनि हालामा ट्रिट छ है फेरि यहाँ ल है साथीहरू अब म चाहिँ खाना खाँदैछु हाम्रो सुकुटी चट्ट यस्तो पागल हो मडल त जसो लाग्यो यस्तो चाहिँ काम नहुने हो यति नहाले चाहिँ कसरी भाइरल हुन्छ त्यो पनि हो थ्याङ्क यू अब अर्को सर्ट सबैजनाको है लसुन चाहिँ कसले दिँदो रहेछ यार सलादमा फर्स्ट टाइम भयो प्योर माल लसुन त्यो फ्राई गर्दा
दामी हुन्छ त्यो त्यस्तो पिरो स्वाद आउँदैन कि त्यो स्वादिलो लाग्छ टक्क खाँदा पक्छ है हामी चाहिँ यहाँ हेभेन डाँडा आइपुग्यौँ होइन सरलाई चिसो लाग्यो क्या हो साथी साथी मेरो साथीको बिजोग है आमा हामी चाहिँ चल्दिन लागेको हेभेन डाँडाबाट कस्तो दामी छ हेभेन डाँडा यहाँ पर्सनल भिडियो सुट हुँदैछ पुरा कस्तो दामी मौसम थियो यार आमा लाग्यो आउँछ ब्रो यहाँ चाहिँ फोटोसुटहरू सक्यो अब जाँदैछौँ हामी डेस्टिनेसन चाहिँ उता माथि हो के त्यतिखेर घरहरू नि यो अघिबाट सुकुटी खाएको ठाउँ कस्तो लब्बी डाँडा छ यहाँ कस्तो दामी ठाउँ छ ल लाग्यौँ है अब हामी माथितिर हामी चाहिँ हाम्रो फेभरेट स्पटमा आइपुग्यौँ है लास्ट गुड बाई भन्नलाई यो भ्लगलाई बाई बाई भन्नलाई हामी सिपमा है एज युजुअल सब्सक्राइब गरिदिनु दाइको माऱ्यो है माऱ्यो ल यो भ्लग चाहिँ यहीँ टुङ्ग्यो है ब्लग भइरहेको थियो भने अहिले थाहा पाइरहेको छु म चाहिँ